भन्छ नि हजुर, नक्कल गर्नु पनि अक्कल चाहिन्छ के। र यही चिजलाई बिहारको पुलिस र बिहारको प्रशासनले प्रमाण गरेको छ। जहाँ उत्तर प्रदेशको योगी बाबाको तरह बुलडोजर बाबा बन्नु खोजेको थियो र एनकाउन्टर स्पेशलिस्ट बन्नु खोजेको थियो, तर सम्राट चौधरीको सपना सपना नै रहने भएछ। दोस्तों, मैं रहूं या ना रहूं, उससे पहले ये वीडियो रिकॉर्ड कर रहा हूं। सोचिए, मैं तो सिर्फ गांव के विकास की बात कर रहा था, लेकिन मुझे ही मुजरिम बना दिया गया। सच बोलने वालों के लिए जगह कम होती जा रही है। वास्तविकमा यो कहानी 17 जुन 2026 को हो। बिहार को डिस्ट्रिक्ट भोजपुर, थाना सहपुर र गाउँ बिलौती। बिलौती भनेको एउटा यस्तो अञ्चल हो जहाँ बामपानी भइरहेको छ प्रत्येक वर्ष, र बामपानीको प्रमुख कारण चाहिँ माँ गङ्गा नदी, जसले गर्दाखेरि 1500 भन्दा बढी अधिक पढ्ने विद्यार्थीको स्कुल नै बगाएर लान्छ र प्रत्येक वर्ष सोइल इरोजनले गर्दाखेरि गाउँ तबाह भइरहेको थियो। यही चीजको लागि आफ्नो गाउँ बचाउनुको लागि उस एउटा युवाको जमातको जन्म हुन्छ, जसलाई वर्तमानमा भरत भूषण तिवारी भन्दछ। र भरत भूषण तिवारी मात्र 28 वर्षको थियो। उसले आफ्नो गाउँलाई संरक्षण गर्नु खोजेको थियो र सरकारको विभिन्न प्रशासन विभागमा गएर एप्लिकेसन मेमोरेन्डमहरू दिइरहेको थियो बारम्बार। र यही कहीँ न कहीँ त्यहाँ वर्तमानको सरकारको आँखामा चुब्नु लागेको थियो, किनकि वर्तमानको सरकारले 52 करोड रुपियाँ सेङ्सन गरेको थियो सोइल इरोजन खत्म गर्नको लागि, खास गरेर भोजपुर डिस्ट्रिक्टको निम्ति। र त्यो जतिखेर 52 करोड सेङ्सन हुँदाखेरि नि त्यहाँको प्रशासनले आएर, त्यहाँको सरकारले पनि आएर चाहिँ त्यो बिलौती गाउँ अञ्चलको मानिसलाई चाहिँ गाउँ छोडेर जा भन्नेमा चाहिँ ज्यादा फोकस गर, न कि सोइल इरोजनलाई बचाउनुको लागि र त्यो 52 करोडको सही युटिलाइज होस् भनेर चाहिँ फोकस गरेन। जसले गर्दाखेरि भरत भूषण तिवारी या भरत तिवारी जसले गाउँवासीलाई इकट्ठा पारो, गाउँवासीको भएर एउटा आवाज बुलन्द गरो भन्नु, इन सर्ट बुझ्दाखेरि सरकारको विरोधिता गरो। सरकारलाई उसले प्रश्न सोध्नु नै सबैभन्दा ठुलो गल्ती आजको वर्तमानको तारिखमा केवल बिहार मात्रै होइन, भारतको अन्य प्रान्त जहाँ पनि सरकार छ, भारतको यहाँ जसको पनि सरकार छ होइन, आजको तारिखमा सरकारको विरोधिता गर्नु या सरकारलाई प्रश्न सोध्नु नै एनकाउन्टर स्पेशलिस्टको मुखको अगाडि खडा हुनु पाउने जस्तै नै भइरहेको छ यो वर्तमान स्थितिमा। त्यो 52 करोडको जतिखेर राम्ररी सेङ्सन भएन र प्रशासनले नै त्यो मानिस गाउँहरूलाई चाहिँ गाउँ खाली गरेर जा भन्नु जतिर थाल्यो, त्यतिखेरको यो घटना वास्तविक मोड लिन्छ। वास्तविकमा बिलौती गाउँबाट जन्मेको युवा भरत भूषण तिवारीले आफ्नो गाउँ बचाउनुको निम्ति, चाहे शिक्षा क्षेत्रबाट होस् या बामपानी क्षेत्रबाट होस् या विभिन्न प्रान्तबाट होस्, यसको निम्ति जतिखेर उसले बलिष्ठ आवाज र कण्ठ भएर जतिखेर निक्लिन्छ नि, त्यतिखेर त्यही जिल्लाको प्रशासन र सरकारले उसलाई मेन्टल घोषित गर्नुमा ज्यादा फोकस गर्यो के। जसरी नम्बर 1 मा 52 करोडको युटिलाइजेसन गर्नु छोडेर त्यहाँको मानिसहरूलाई चाहिँ तिमीले गाउँ छोडेर जा भन्नमा जसरी सरकारले, बिहार सरकार प्रशासनले फोकस गर्यो, ठिक त्यसरी नै यो युवाको डिमान्ड के हो भन्नेमा चाहिँ ज्यादा फोकस नगरेर यो युवा चाहिँ एउटा मेन्टल हो भन्नेमा घोषित पार्नुमा चाहिँ पुलिस प्रशासन र सरकारको चाहिँ ज्यादा इन्ट्रेस्टेड देखियो कि। त्यसले गर्दाखेरि यो लाइभ भिडियोमा तपाईँ साफ देख्न सक्छौ। भन्छ नि, नक्कल गर्नु पनि अक्कल चाहिन्छ के। त्यो बिहार पुलिसको अगाडि साफ उसले बन्दुक फेकिसकेको बावजुद पनि उसको खुट्टामा गोली हानो भन्ने कुरा बिहार पुलिस प्रशासनले भन्छ, तर दुर्भाग्यजनक उसको आमाले भनेको हिसाबमा उसको शरीरमा 5टा गोली मिलेको रहेछ। जहाँ गाउँवासीहरूको सुन्दाखेरि उसको गाउँहरूको अगाडि चाहिँ 3टा गोलीको आवाज सुनेको भन्ने कुरा गर्छ, तर दोडा गोली कहिले हान्यो, कतिखेर हान्यो भन्ने कुरा गाउँवासीले पनि त्यो लाइभ स्ट्रिम या आँखादेखि हालमा चाहिँ कसैले पनि देखेन भन्ने कुरा गर्छ। अर्थात् कहीँ न कहीँ षड्यन्त्रमूलक भावले 28 वर्ष युवा भरत भूषण तिवारीको हत्या नै भएको र यो एन्काउन्टरको लिएर बिहार पुलिसको प्रशासन, त्यसले गर्दाखेरि 5टा पुलिसलाई अहिले हालैमा सस्पेन्ड गरेको छ भने सुप्रिम कोर्टमा पनि यसको माथि केसको मतलब सुप्रिम कोर्टमा पनि पिटिसन फाइल गरेको छ र बिहार हाइकोर्टमा पनि पिटिसन फाइल गरेको छ। र बिहार सरकारले चाहिँ आफ्नो इज्जत बचाउनुको लागि एउटा स्पेसल कमिसन गठन गरेको छ, जसमा पटना हाइकोर्टको फर्मर चिफ जस्टिसको नेतृत्वमा हिजो मात्रै तपाईँको भरत भूषण तिवारीको घरमा भिजिट गरेर तथ्यको जाँच पडताल गरिरहेको छ। र आउने दिनमा के साँच्चैमा भरत भूषण तिवारीले न्याय पाउँछ होला त?